दर्शकवृन्द, अहिले हामी भारतको गुजरात राज्यको अहमदाबाद सिटीमा छौँ। अहमदाबाद सिटीको यो अटल ब्रिजमाथि छौँ। यो अटल ब्रिज एकदम कलात्मक ढङ्गले बनाइएको एकदम आकर्षक ब्रिज भएको कारण यहाँ थुप्रै टुरिस्टहरू पनि आउनुभएको रहेछ। यहाँ चाहिँ देख्न सकिन्छ, यहाँ नजिकै साबरमती नदीको माथि यो ब्रिज बनाइएको छ। भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको नामबाट यो ब्रिजको नाम राखिएको रहेछ। र यहाँ नजिकै यो नदीको आसपासमा यहाँ गार्डनहरू पनि छ, रमाइलो छ। विशेष गरी अहमदाबाद एउटा मेजर टुरिस्ट प्लेस मध्येको एउटा रहेछ। यहाँ चाहिँ हजारौँ मान्छेहरू यहाँ दिनहुँ चाहिँ यो ब्रिजमा आउने गर्दा रहेछन्, फोटो खिच्ने, विशेष गरी पुलमा हेर्ने, रमाइलो गर्ने। यो अहमदाबादको एउटा टुरिस्ट सेन्टरको रूपमा रहेको छ। आज पनि हामी यहाँ आएर घुम्ने मौका प्राप्त गऱ्यौँ। एकदम आकर्षक कलात्मक डिजाइनमा बनेको छ यो पुल। यसरी ट्युबबाट यो पुलको निर्माण भएको रहेछ। अत्यन्त आकर्षक छ। तर यो पुलमा चाहिँ गाडी चाहिँ चल्ने रहेनछ, खालि मानिसहरू हिटिङ गर्ने, फोटो खिच्ने एकदम पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण पुलको रूपमा हामी यसलाई पायौँ। थ्याङ्क यू। भारतको गुजरात राज्यको अहमदाबाद सहर स्थित अटल ब्रिज साबरमती रिभरफ्रन्टमा बनेको एक आकर्षक पैदल यात्री पुल हो। भारतका पूर्व प्रधानमन्त्री स्वर्गीय अटल बिहारी वाजपेयीको नाममा नामाकरण गरिएको यस पुलको उद्घाटन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले 27 अगस्त 2022मा गर्नुभएको थियो। यो पुलको ढाँचा बनाउन 2600 मेट्रिक टन स्टिल पाइपको प्रयोग गरिएको छ। गुजरातको प्रसिद्ध चङ्गा पर्वबाट, काइट फेस्टिभलबाट प्रेरित भएर यसको डिजाइन तयार गरिएको थियो। यसको लम्बाइ 300 मिटर छ, तर एप्रोच र्याम्प सहितको कुल लम्बाइ भने 450 मिटर रहेको छ। यो अहमदाबादको एक आकर्षक पर्यटक स्थलको रूपमा रहेको छ। यहाँ भारत तथा विदेशबाट हजारौँ पर्यटकहरू घुम्नको लागि, फोटो खिच्नको लागि र यो पुल हेर्नको लागि आउने गरेको पाइन्छ। यसको ठिक मुनि साबरमती नदी रहेको छ। साबरमती नदी अहमदाबादको एउटा लाइफलाइन नदीको रूपमा पनि रहेको छ। यो पुल साबरमती नदीमाथि बनेको छ। साबरमती नदी गुजरात राज्यको राजधानी गान्धीनगर भएर बग्छ। साथै अहमदाबाद सहर भएर पनि यो नदी बग्छ। राजस्थानको उदयपुर जिल्लामा पर्ने अरावली पर्वत श्रृङ्खलाबाट उत्पत्ति भएको यो नदी 371 किलोमिटर बगेर खम्बातको खाडीमा मिसिन्छ। गुजरात राज्यको खेडा र आनन्द जिल्लाको सिमाना पनि यसै नदीले बनाउँछ। यो नदी गुजरातको एक प्रमुख नदीमध्ये एक मानिन्छ। अहिले हामी गुजरात राज्यको अहमदाबाद सिटीमा रहेको यो काँकडिया तालमा छौँ। यो नजिकै यो तालको दृश्य अत्यन्त सुन्दर ताल छ। तालको भ्यू देख्न सकिन्छ, सिमसिम पानी परेको छ, तैपनि तालको मनोरम दृश्य देख्न सकिन्छ। काँकडिया ताल एक मानव निर्मित ताल हो। यो तालको निर्माण सन् 1451मा गुजरातका सुल्तान कुतुबुद्दिन अहमद शाह द्वितीयले गरेका थिए। यो गुजरातको सबैभन्दा ठुलो ऐतिहासिक मानव निर्मित ताल हो। यो ताल पनि अत्यन्त सुन्दर र आकर्षक रहेको छ। यस तालको अवलोकन गर्न पनि यहाँ हजारौँ मानिसहरू दिनहुँ आउने गर्छन्।